सर्वप्रथम त हाम्रो यस माडी गाउँपालिका वार्ड नम्बर 3 डाङबाङ रोल्पामा निर्माण भइराखेको यो सामूहिक भवन निर्माण उपभोक्ता समितिको तर्फबाट म यहाँहरूलाई हार्दिक नमस्कार गर्न चाहन्छु। म तपाईहरूलाई यो सानो यो हाम्रो भएको यो कामको भिडियो लिँदै सँगसँगै म यहाँहरूलाई सानो केही कुराको अपिल पनि गर्न चाहन्छु। यहाँहरूले देखिसक्नु भएको छ, हामी यो काम गर्नको निम्ति हाम्रो माडी गाउँपालिका सरकारबाट पनि हामीलाई केही सहयोगहरू भइराखेको छ भने प्रत्यक्ष रूपमा व्यक्तिगत हिसाबले हाम्रो आदरणीय दाइ बलबहादुर घरतीबाट पनि यसमा चाहिँ अत्यन्तै ठुलो मात्रामा चाहिँ जो आर्थिक लगानी गर्नुभएको छ र फेरि पनि यो आर्थिक लगानी सँगसँगै हामी फेरि पनि यो एउटा सामूहिक भवन निर्माणको काम सुरुवात गरिरहेका छौँ। यो पनि यहाँहरूलाई अवगत नै छ र यसमा हुँदाहुँदै पनि यसमा सँगसँगै फेरि पनि यहाँहरू सबैजनालाई हातेमाले गर्नको निम्ति पनि म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। हामी यो भवन पक्कै पनि हाम्रो तोकेको निश्चित बजेटभन्दा धेरै खर्चमा चाहिँ निर्माण गर्न लागिरहेका छौँ। तसर्थ यो निर्माण कार्यपछि यहाँहरूको नामलाई फेरि हामी एउटा शिलालेखमा लेखेर एउटा इतिहासको रूपमा राख्ने भन्ने मोटामोटी कार्ययोजनाहरू निर्माण भइराखेको छ। त्यसो भएको हिसाबले यदि कोही व्यक्तिहरू इच्छुक हुनुहुन्छ भने हामी सँगसँगै हातेमालो गर्नको निम्ति अथवा आर्थिक हिसाबले भौतिक हिसाबले जोडिन चाहनुहुन्छ भने हामीलाई पक्कै पनि म यो भिडियो मार्फत म तपाईँहरूलाई जानकारी गर्न चाहन्छु। तपाईहरूलाई हामी पक्कै पनि यो फेसबुक ग्रुप अनि त्यसै गरी वाट्सएप ग्रुपमा केही साथीहरूलाई जोडेका छौँ र जोडिनु भएको साथीहरूलाई पनि धेरै धेरै धन्यवाद र नजोडिएको साथीहरूलाई पनि हामी बिस्तारै जोड्ने कोसिस गरिरहेका छौँ। तसर्थ यो भिडियो मार्फत म सबैजनालाई फेरि पनि सम्झिराखेका छौँ हामी। यदि सो इच्छाले कुनै व्यक्ति तपाईँहरू आफ्नो नामलाई यस इतिहासको रूपमा अथवा यो शिलालेखमा लेखाउन चाहनुहुन्छ भने कृपया तपाईँहरू सहयोग भन्ने चिज धेरै रकम दिएर पनि हुँदैन। जति सकिन्छ सक्नुहुन्छ भने कृपया तपाईँहरूलाई म अनुरोध गर्छु। सँगसँगै यो विकासमा पनि चाहिँ सपोर्ट हुने र आफ्नो नामलाई पनि अमर राख्ने हुनेछ भन्ने कुरा म यहाँहरूलाई जानकारी गर्न चाहन्छु। र म फेरि पनि तपाईँहरूलाई यस्तै भिडियोहरू भोलि पर्सिको भिडियोहरू म तपाईँहरूलाई अपडेट गर्नेछु है त साथीहरू।